मगर संघको ऐतिहासिक 44औं स्थापना तथा मगर एकता दिवसका श्रद्धेय अध्यक्ष तथा यस नेपाल मगर संघ जिल्ला समिति कैलालीका अध्यक्ष आदरणीय बाबु वीरेन्द्र थापा मगरज्यू, त्यसैगरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था अन्तर्गतको यो मुलुकको 7वटै प्रदेश र 753वटा पालिका मध्ये यस हाम्रो सुन्दर सुदूरपश्चिमको सुन्दर पर्यटकीय क्षेत्र तथा यस घोडागोडी नगरका श्रद्धेय नगर प्रमुख तथा यस कार्यक्रमका प्रमुख पाहुनाज्यू, हामी लाखौं मगरहरूको साझा संस्था नेपाल मगर संघको कुशल महिला नेत्री तथा हामी सबैको अभिभावक तथा यस कार्यक्रमका विशिष्ट पाहुना नेपाल मगर संघका श्रद्धेय सह-अध्यक्ष आदरणीय नाना गंगा खासु मगरज्यू लगायत यस कार्यक्रमका विशिष्ट अतिथिको रूपमा आतिथ्यता कारण गरिराख्नुभएका आदरणीय विशिष्ट अतिथि वर्गज्यूहरू, विभिन्न अतिथिको रूपमा आचरण गरिराख्नुभएका सम्पूर्ण अतिथि वर्गज्यूहरू र यस कार्यक्रमलाई सभ्य र भव्य रूपमा सम्पन्न गर्नको निम्ति कैलाली जिल्लाको 13वटै पालिका मात्र नभएर यस सुन्दर सुदूरपश्चिमको 9वटै जिल्लाबाट र छिमेकी प्रदेश लुम्बिनी र कर्णाली प्रदेशका पाल्नुभएका मेरा आदरणीय, मैले ढोग्ने, मैले बुझ्ने सबै मेरा आफन्त इष्टमित्रहरू यहाँ आउनु भएको छ। मैले तपाईहरु सबैलाई मेरो मगराज संस्कार अनुसार ढोग गर्न भ्याएको छैन, त्यसैले गर्दा कृपया दुःख नमानिदिनु होला। मैले सबैलाई ढोग गर्न नभएको कारणले गर्दा यही मञ्चबाट सबैलाई मैले नाता अनुसारको ढोग सलाम गर्दै मैले ढोग दिने ठाउँमा ढोग दिन्छु र विद्यार्थी तथा मभन्दा साना भाइ बहिनीहरूलाई चाहिँ आशीर्वाद सहित मेरो तर्फबाट र नेपाल मगर विद्यार्थी संघ केन्द्रीय समितिको तर्फबाट स्वीकार्नुहोस्। जेदो छोरले सिमिङ पाउ सहित मगराज अभिवादन छ। नेपाल मगर संघ भनेको विशुद्ध एक सामाजिक गैर नाफामूलक संस्था हो। यो संस्थाको स्थापना विधिवत रूपमा आजभन्दा ठिक 44 वर्ष अगाडि 2039 साल फागुनको 15 गतेका दिन भएको थियो। सोभन्दा अगाडि जति बेला नेपालमा प्रजातन्त्रको स्थापना भयो 2007 सालमा, त्यसपछि 2012 सालमा मगर समाज सुधारको नामबाट प्रजातन्त्र आइसकेपछि तत्कालीन संस्थापक अध्यक्ष श्याम थापा मगरज्यूले मगर समाज सुधारको नाममा नेपाल मगर संघ हाल स्थापित भएर आज हामी 44औं वार्षिक उत्सव मनाइरहेका छौँ। यो 44औं वार्षिक उत्सव मनाउँदै गर्दाखेरि म नेपाल मगर विद्यार्थी संघको एउटा नेतृत्वमा आउँदै गर्दाखेरि र 12औं राष्ट्रिय महाधिवेशनबाट इतिहासमै पहिलो पटक तपाईहरुकै सुदूरपश्चिमको माटोले जन्माएको, तपाईको यही कैलालीको माटोले जन्माएको र यही भदनी नगरपालिकाको माटोले जन्माएको म राजु पुन मगर, त्यसैमा पनि हुलुङ्गे पुन मगर, मैले आज चाहिँ यस नेपाल मगर संघको 44औं स्थापना दिवसलाई ऐतिहासिक रूपमा सभ्य र भव्य रूपमा सम्पन्न होस् भन्ने शुभकामना राख्न चाहन्छु। आज हामी यो 44औं वार्षिक उत्सव मनाउँदै गर्दाखेरि यो मगरहरूले साँच्चीकै यो मुलुकको हामी तेस्रो ठुलो जनसङ्ख्या, यो मुलुकका धन्य हामी 142-43 वटा जाति मध्येमा तेस्रो ठुलो जनसङ्ख्या, हामी आदिवासी जनजाति समुदाय मध्येमा पहिलो नम्बरको हामी आदिवासी मगर समुदायहरू। तर आज हामी यो 44औं वार्षिक उत्सव मनाउँदै गर्दाखेरि के हाम्रा सामाजिक सांस्कृतिक पक्षहरूले अवश्य पनि आफ्नो स्थानमा पाउनु पर्ने स्थान पाएको छ के हाम्रा पहिचानले चाहिँ जुन यो देशको राज्य सत्ताबाट प्राप्त गर्नुपर्ने सेवा सुविधाहरू छ त्यो हाम्रो समुदायले पाएको छ के यो मगर समुदायले राजनीतिक रूपमा जति आफ्नो जनसङ्ख्याको आधारमा समानुपातिक प्रतिनिधित्व पाउनु पर्ने थियो त्यो समानुपातिक प्रतिनिधित्व यो मुलुकमा पाएको छ। यो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा हाल हामी 7वटा प्रदेश, 753वटा पालिका, 6743 वटा वडा हुँदै गर्दाखेरि तक स्थानीय तहदेखि लिएर संघीय सरकारसम्म हाम्रो तेस्रो स्थानमा हाम्रो उपस्थिति छ या छैन भन्ने कुरा आज हामी यस 44औं स्थापना दिवसमा उपस्थित भएका सम्पूर्ण 13वटै पालिका श्रद्धेय मेरा आदरणीय अग्रज अभिभावकज्यूदेखि लिएर मेरो जेनेरेसनका, मेरो वर्गका विद्यार्थी युवा साथीहरूलाई म प्रश्न गर्न चाहन्छु।
यो मुलुक सङ्घीय लोकतान्त्रिक व्यवस्था हुँदै गर्दाखेरि यो राज्य सत्ताले हाम्रो मगर समुदायको भाषा, हाम्रो कला, हाम्रो संस्कृति, हाम्रो रहन सहन, हाम्रो राजनीतिक अधिकार, हाम्रो सामाजिक सांस्कृतिक अधिकारदेखि लिएर हाम्रो व्यावसायिक र उत्पादनमुखी कुराहरूलाई कतिसम्म हेरेको छ या छैन भन्ने कुरो तपाईँहरूले बुझ्न जरुरी छ। अर्को कुरा, हामी यो मुलुकको एउटा जात जातिको रूपमा हुँदै गर्दाखेरि अभिभावकले हामीलाई जति दिन सक्ने पर्ने कुरा त्यो दिएर त्यो आफ्नो ठाउँमा छ। तर हाम्रो समुदाय आदिवासी भूमिपुत्र यो मगर समुदायले त्यो अधिकार माग्दै गर्दाखेरि तपाईँ हामीले चाहिँ आफ्नो कर्तव्य पुरा गर्यौँ कि गरेनौँ त्यो कुरा पनि हामीले बुझ्न जरुरी छ। तसर्थ विशेष गरेर म नेपाल मगर विद्यार्थी सङ्घको नेतृत्वमा हुँदै गर्दाखेरि यस सुदूरपश्चिममा बसोबास गर्ने आम मगर विद्यार्थीहरूले तपाईँ हामीले हाम्रो कर्तव्य कुरा भनेको चाहिँ शिक्षा क्षेत्रमा चाहिँ इमान्दारितापूर्वक हामीले अध्ययनशील हुनु हो। अबको यो प्रतिस्पर्धाको समयमा, यो व्यावसायिकताको समयमा केवल अध्ययनशील मात्र भएर हुँदैन। अब तपाईँ हामी उद्यमशील हुनुपर्छ, उत्पादनशील हुनुपर्छ। तब मात्र हामीले पढे लेखेको कुराहरू व्यावहारिक रूपमा लागू गर्न सजिलो हुन्छ। नेपाल मगर विद्यार्थी सङ्घको हामी हालैले म निर्वाचित भएर आइसकेपछि हामीले 2वटा पूर्ण बैठक गरिसकेका छौँ। उक्त बैठकको निर्णय अनुसार हामीले 2टा कुरालाई चाहिँ मुख्य रूपमा लिएर अगाडि बढेका छौँ। नम्बर 1, नेपालको संविधान 2072 र स्थानीय सरकार सञ्चालन ऐन 2074 अन्तर्गत यो मुलुकमा बसोबास गर्ने सबै जात जातिहरूले आफ्नो मातृभाषा सहितको शिक्षामा स्थानीय पाठ्यक्रम निर्माण गरेर पठन पाठन गर्न पाउनुपर्छ भन्ने त्यो खालको व्यवस्था हुनुपर्छ भन्ने हामीले चाहिँ दोस्रो पूर्ण बैठकको निर्णयबाट अगाडि बढेका छौँ। फलस्वरूप हामीले लुम्बिनी प्रदेशको मगरा, थारुवान, लुम्बिनी